फाइनली लामो समय पछाडि एउटा नयाँ कम्पनीले डिबेन्चर आइपिओ निष्कासन गर्नको लागि मिति सार्वजनिक गरेको छ। आजको यो भिडियोमा हामीले आइपिओ निष्कासन गर्न मिति सार्वजनिक गरेको नयाँ कम्पनी कुन हो, यो कम्पनीले कति किता आइपिओ निष्कासन गर्दैछ, कसका लागि निष्कासन गर्दैछ, कति रुपियाँमा हामीले यो कम्पनीको आइपिओ किन्नु पर्छ, साथै यो कस्तो खालको आइपिओ हामीले भर्ने हो कि नभर्ने हो, हामीले भर्नु बेस्ट हुन्छ कि हुँदैन, यी सम्पूर्ण कुराको बारेमा एकमुष्ट रूपमा जानकारी दिनेछौ। त्यसकारण तपाईहरु पनि नयाँ नयाँ कम्पनीको आइपिओ को बारेमा पर्खाइमा हुनुहुन्छ भने यो भिडियो स्किप नगरी अन्तिमसम्म हेर्नु होला। यस्तै खाली आइपिओ एफओ शेयर मार्केट सम्बन्धी जानकारीहरु सबैभन्दा अगाडि एकै ठाउँमा हेर्न र सुन्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरी हामीसँग जोडिनु होला। फेसबुक पेज र टिकटकमा हेर्दै हुनुहुन्छ भने फलो गर्नु होला। अब भने ढिला नगर लागौ विषयवस्तुतर्फ नै। लामो समयपछि आइपिओ निष्कासन गर्न मिति सार्वजनिक गरेको कम्पनी हो लक्ष्मी सनराइज बैंक लिमिटेड। यस कम्पनीले यही साउन महिना भित्रमा नै सर्वसाधारण लगानीकर्ताहरुको लागि आइपिओ निष्कासन गर्ने मिति सार्वजनिक गरेको हो। यस बैंकले 10 वर्षको अवधिको वार्षिक 7% ब्याज दर दिने गरी 7% लक्ष्मी सनराइज डिबेन्चर 2092 नामकको डिबेन्चर आइपिओ निष्कासन गर्न लागेको। सुरुमा कुरा गरौँ डिबेन्चर आइपिओ भनेको के हो, यसमा हामीले कसरी नाफा कमाउन सकिन्छ भन्ने बारेमा सामान्य जानकारी। नर्मली कम्पनीहरुले 100 रुपैयाँमा आइपिओ निष्कासन गर्ने गर्दछन्, कतिपय कम्पनीहरुले 10 रुपैयाँमा म्युचुअल फन्ड निष्कासन गर्ने गर्दछन्। यसरी आइपिओ जस्तै अर्को एउटा हुन्छ डिबेन्चर आइपिओ, यो चाहिँ 1000 रुपैयाँ प्रति किताको दरले निष्कासन गर्ने गरिन्छ र डिबेन्चरमा हामीले कम्तीमा 25 किता भर्नु पर्ने हुन्छ। अर्थात 1000 रुपैयाँको दरले 25 किता भर्दा हामीले मिनिमम 25,000 रुपैयाँ लगानी गर्नुपर्ने हुन्छ र यसले भने हामीलाई प्रत्येक वर्ष एउटा फिक्स ब्याज दर दिने गर्दछ। मार्केट घटे पनि बढे पनि डिबेन्चरले हामीलाई जति ब्याज दिने भनेको छ त्यो चाहिँ निश्चित समयसम्म दिन्छ नै। अर्थात यो कम्पनीकै कुरा गर्ने हो भने यसले आफ्ना शेयर धनीहरूलाई प्रत्येक वर्ष 7% लाभांशको रूपमा ब्याज दिनेछ, नगद लाभांश दिनेछ भने यो कम्पनीले 2092 सम्म अर्थात अबको 10 वर्षसम्म प्रत्येक वर्ष लाभांश दिनेछ। यदि मार्केट घट्यो बढ्यो, कम्पनीको प्राइस घट्यो बढ्यो, जे भए पनि यसले 7% लाभांश अर्थात ब्याज चाहिँ दिनै पर्ने हुन्छ। यसरी 10 वर्षसम्म अहिले तपाईहरुले आइपिओ मार्फत किन्नु भएको डिबेन्चर आइपिओ लाई होल्ड गर्नु भयो भने 10 वर्ष पछाडि तपाईहरुले पाउने जुन इन्ट्रेस्ट हुन्छ त्यो इन्ट्रेस्ट प्लस तपाईहरुले गरेको लगानी गरी सबै पैसामा कन्भर्ट गरेर क्याशमा रूपान्तरण गरेर तपाईहरुको बैंक खातामा ट्रान्सफर गरिनेछ र बीचमै तपाईहरुले अरु कम्पनीको शेयरहरुलाई किनबेच गरे जसरी नै दोस्रो बजारदेखि किनबेच गर्न पनि पाइन्छ। दोस्रो बजारमा अलि सस्तोमा भएका डिबेन्चरहरुलाई तपाईहरुले किनेर महँगोमा बेच्छु भनेर भन्न पनि पाइन्छ। अब तपाईहरु